ताप्लेजुङको फुम्लिङ नगरपालिका 6 काउले स्थित ताप्लेजुङ बुद्ध बोर्डिङले आफ्नो 19औं वार्षिक उत्सव भव्यताका रूपमा शुक्रबार सम्पन्न गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाप्रेमी, स्थानीय जनप्रतिनिधि, पत्रकार लगायत स्थानीय समुदायको उल्लेख्य सहभागिताका बीच कार्यक्रम सम्पन्न भएको हो। विद्यालयका संस्थापक प्रिन्सिपल इन्द्र कुमार गुरुङ आज ताप्लेजुङको शिक्षा क्षेत्रको परिचित नाम बनेको छ। करिब 2 दशक अघि युकेको बसाइ त्यागेर स्वदेश फर्किएका गुरुङले आफ्नो जीवनको अनुभव र ऊर्जालाई शिक्षा क्षेत्रमा समर्पित गर्ने निर्णय गर्नुभयो। विदेशमा अवसर र सुविधा हुँदाहुँदै पनि आफ्नै जिल्लाको शैक्षिक विकासमा योगदान दिने उद्देश्यका साथ उहाँले निजी विद्यालय सञ्चालनको यात्रा तय गर्नुभएको थियो। त्यतिबेला ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्नु चुनौतीपूर्ण विषय थियो। सीमित स्रोत साधन, भौतिक पूर्वाधारको अभाव तथा विभिन्न कठिनाइका बीच पनि गुरुङले हार मान्नु भएन। शिक्षालाई समाज परिवर्तनको आधार मान्दै उहाँले विद्यालयलाई केवल पठन पाठनको केन्द्र मात्र नभई संस्कार, अनुशासन र व्यक्तित्व विकासको थलो बनाउने लक्ष्यका साथ अघि बढाउनुभयो। हाल फुम्लिङ नगर शिक्षा समिति सदस्य समेत रहनुभएका गुरुङ शिक्षा क्षेत्रमा आफ्नो स्पष्ट दृष्टिकोण र सक्रिय भूमिकाका कारण परिचित हुनुहुन्छ। शैक्षिक गुणस्तर, अनुशासन र जिम्मेवारीका विषयमा उहाँ दृढ अडान राख्ने व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ भने व्यवहारमा नम्र, सरल र सहयोगी स्वभावका कारण विद्यार्थी, अभिभावक तथा सहकर्मीहरूको सम्मान प्राप्त गर्न सफल हुनुभएको छ। वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरेका थिए। कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुका साथै विद्यालयमा लामो समयसम्म काम गर्ने शिक्षकलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरूले विदेशमा सिकेको अनुभव र क्षमतालाई आफ्नै गाउँ समाजको विकासमा प्रयोग गर्न सके देश निर्माणमा ठूलो योगदान पुग्ने बताएका थिए। उनीहरूले इन्द्र कुमार गुरुङको स्वदेश फर्किएर शिक्षा क्षेत्रमा गरेको लगानी र योगदानलाई प्रेरणादायी उदाहरणका रूपमा उल्लेख गरेका छन्। अभिभावकहरूले पनि विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै नैतिक शिक्षा, अनुशासन र संस्कार निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। स्थानीय समुदायले ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले ताप्लेजुङको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको धारणा व्यक्त गरेका थिए। 2 दशक अघि विदेशको सहज जीवन छाडेर आफ्नै माटोमा फर्किने निर्णय गरेका गुरुङको शिक्षा अभियान आज सफल यात्राका रूपमा स्थापित हुँदै गएको देखिन्छ। निजी क्षेत्रबाट शिक्षामा गरिएको लगानी, निरन्तर मेहनत र समाजप्रतिको उत्तरदायित्वले उहाँलाई ताप्लेजुङको शैक्षिक विकासका एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ। विदेशमा अवसर खोज्नुभन्दा आफ्नै भूमिमा अवसर सिर्जना गर्नु ठूलो उपलब्धि हो भन्ने सोचलाई व्यवहारमा उतार्दै आएका इन्द्र कुमार गुरुङको योगदानले ताप्लेजुङको शिक्षा क्षेत्रमा नयाँ आशा र विश्वास जगाइएको स्थानीयवासीहरूको भनाइरहेको छ।